हेलो गाइस, नमस्ते। म चाहिँ यहाँ अर्को खेतमा आएको छु है। यो चाहिँ सपना तीर्थभन्दा अलिकति माथि टोखा हाइवे रोडबाट एक किताभित्र है। यो चाहिँ अगाडिको टोखा हाइवे रोड हो, नुवाकोट हाइवे रोड। यो चाहिँ ठ्याक्कै एक्ज्याक्टली यसलाई चाहिँ के भन्छ नि, यो भिल्लेटार भन्दो रहेछ होइन। चाहिँ मैले 3 वर्ष अगाडि लिएको थिएँ यो जग्गा। यो जग्गा चाहिँ मेरो गाउँ लगाएको अलिक कालो भाग जति सबै हो, 4 आना 3 दाम छ यो जग्गा चाहिँ है। यो जग्गा पनि बिक्रीमा राखेको छु मैले। तपाईहरुलाई मन पर्छ भने कन्ट्याक्ट गर्नु होला है। यो चाहिँ एकदमै राम्रो चट्ट मिलेको छ है। 4 कुना टक्क मिलेको जग्गा, बस्नको लागि पनि युवान ठाउँ छ। यो एकदमै राम्रो वातावरण भएको ठाउँ है। यहाँबाट जता पनि नजिक। अब यो अर्को हाइवे रोड छ, त्यहाँबाट चाहिँ ठ्याक्कै बालाजु बस पार्क पुगिन्छ। अब 10 मिनेटमा बालाजु बस पार्क पुगिन्छ त्यहाँबाट। यो चाहिँ टोखा जाने हाइवे हो, त्यो बाइक गइरहेको ठाउँ यो टोखा जाने हो। टोखाबाट यहाँबाट टोखा पुग्नमा पनि त्यही 3 मिनट जति लाग्छ। हामी हिँडेर 10 मिनटमा पुग्छौँ भने त्यही 2-3 मिनट लाग्छ होला हैन। यो जग्गा पनि एकदमै राम्रो छ। मसिपत मूल्यमा बिक्रीमा राखेको छु है। तपाईहरुलाई नि यस्तै जग्गा चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला। म आफ्नै जग्गा मात्रै बेच्छु, अरूको जग्गाहरु त मलाई वास्ता नै हुँदैन, थाहा पनि चासो नै राख्दिनँ। यो चाहिँ एकदमै राम्रो जग्गा छ है। यो जग्गा चाहिँ फ्यान्टास्टिक जग्गा छ क्या। लम्बाइ चौडाइ नि टक्क मिलेको 13 फिटे बाटो छ यहाँ चाहिँ है। 13 फिटे बाटोले टक्क, बाटोले धेरै नखाएको पनि टक्क। यो चाहिँ 13 फिटे बाटो है गाइस। यो चाहिँ 13 फिटे बाटो हो। हाइवे रोड त्यहाँ अगाडि देख्नुहुन्छ, त्यो हाइवे रोड हो 13 फिटे बाटोमा। यहाँ चाहिँ ढलबत्ती जान त बाँकी छ, तर छिटै नै जान्छ। बस्दै गइसकेपछि जाने हो। एकदमै राम्रो छ बस्नको लागि। पानी प्रशस्त भएको यहाँनिर घर बनाएर यसो जग्गा भाडामा लिएर खेती गर्छु भन्दा पनि पाउने ठाउँ हो। मेरो आफन्तहरूको छ यहाँ मुनतिर पनि। यहाँ घर बनाएर